मैले मेरो जिन्दगीमा नि सोचेकी थिइनँ यस्तो दिन आउला भनेर, म थला परेर बसौँला भनेर। सायद नसोचेको हुनु नै जिन्दगी रहेछ। जब मेरो एक्सिडेन्ट भयो, मलाई मेरो हस्बेन्डले नजिकैको कीर्तिपुर हस्पिटलमा लिएर जानुभएछ। त्यसपछि मलाई डाक्टरले हड्डी फ्र्याक्चर भएको छ र सोल्डरमा रड हाल्नुपर्छ, स्टिल राख्नुपर्छ भनेर सल्लाह दिएछ। त्यसपछि मलाई उहाँले लिएर ट्रमा सेन्टर जानुभयो। ट्रमा सेन्टरले मलाई पेन किलर खान दिएर 4 दिनपछिको अपरेसन डेट लेखेर घरमा पठाइदियो। अहिले म ट्याक्सीमा यो अपरेसनको लागि जाँदैछु। मैले ट्रमा सेन्टरमा त्यो एक्सिडेन्ट भएको दिनमा ब्लड पिसाबहरू दिएर इसिजी गरेर आएको थिएँ। त्यसको रिपोर्ट आउनै बाँकी थियो। त्यही भएर डाक्टरले मलाई बिहानै 9 बजे बोलाएको थियो। बिहानै उठेर 4 दिनको दिनमा हामीहरू अपरेसनको तयारीको साथ जाँदै थियौँ। त्यसपछि रिपोर्टहरू बुझाएपछि डाक्टरले मलाई 4 बजे आउनु भन्यो। रिपोर्ट बुझाएर हामी बाहिरपट्टि खाना खान गयौँ। त्यति बेला 11 बजेको थियो। 11 बजेदेखि 4 बजेसम्म हामीले कतै बाहिर बस्नु थियो। मलाई हस्पिटलमा बस्न मन परेको थिएन, किनभने अब अपरेसन हुँदैछ भन्ने थाहा पाएपछि डर प्लस पीडा पनि भइरहेको थियो। त्यही भएर टाइम पासको लागि हामी त्यही नजिकै बसन्तपुर भएको भएर बसन्तपुर गयौँ। मेरो अपरेसन छ भनेर नाइट गाडीमा राति बहिनी पोखरादेखि आएकी थिए। बहिनी जाम परेर ढिलो आइपुगी। त्यही भएर हामी बहिनी आउने बित्तिकै हस्पिटल जानु पर्यो। सायद बहिनीलाई निन्द्रा पनि लागिरहेको छ होला। 4 बजेसम्म त्यहाँ बसेर हामी हस्पिटल फर्कियौँ। हस्पिटल फर्केपछि डाक्टरले मलाई 7 बजेसम्म कुरायो। फाइनल्ली 7 बजे मलाई अपरेसन थिएटरमा लिएर गयो। 3-3.5 घन्टाको अपरेसन पछि मलाई बाहिर निकालिदियो। एकदम धेरै गाह्रो भएको थियो मलाई त्यहाँ उभिन। एकदम चक्कर लागे जस्तो कमजोरी फिल भएको थियो र दुखिरहेको थियो। त्यसपछि मलाई बेडमा सारिदियो डाक्टरले। मलाई ज्वरो आए जस्तो पनि भएको थियो। खुट्टाहरू कर्करी खाइरहेको थियो। बहिनीले हल्का खुट्टा मसाज गरिदिए मेरो। त्यसपछि हामी हस्पिटलमै बस्यौँ 3 दिनको लागि। मेरो हातमा चाहिँ यो सुईहरू घोच्दा त्यो औषधि लगाउँदा पुरै नसामा डल्लो परेर रगतहरू जमेको जस्तो भएको थियो। त्यही हातबाट रगत निकाल्ने, त्यही हातमा औषधि लगाउने गर्दाखेरि मलाई त्यो माथि कुइनानिर भएको रातो भागमा चाहिँ एकदम दुखिरहेको थियो। बहिनीले भिडियो बनाएर सोध्दै थिए, मैले त्यो देखाउँदै थिएँ। अनि मलाई 3 दिनको दिनमा चाहिँ डाक्टरले ड्रेसिङ गरेर अब तिमी घर जान सक्छौ भनेको थियो। ड्रेसिङ गर्नको लागि चाहिँ हामी डाक्टर खोज्दै थियौँ। डाक्टरले अब हेरेर घाउ कस्तो छ के छ भनेर सबै कुरा हेरिसकेपछि सबै राम्रो छ भने घर जान सकिन्छ भनेको थियो। सबैजना हेर्दाखेरि सबैजनाको उस्तै हालत देख्दाखेरि घरिघरि त मन बुझिरहेको थियो। त्यसपछि डाक्टर आयो, मलाई ड्रेसिङ गरिदियो। मेरो हातमा भएको ब्यान्डेज हटाएर सेतोवाला पट्टी लगाइदियो। अनि तपाईँहरू अब घर जान सक्नुहुन्छ, घाउ राम्रो छ भनेर भन्यो। फर्केर ट्याक्सीमा आउँदा पनि मलाई एकदम धेरै गाडीले हल्लाएर त्यो स्टिचहरू दुखिएको थियो, घाउ एकदम चर्केको थियो। अनि म ट्याक्सीमै निदाएछु घरिघरि। त्यो दिनमा जस्तो पानी मैले सायद काठमाडौँमा आजसम्म कहिल्यै पनि देखेको थिइनँ होला। त्यति ठुलो पानी परिरहेको थियो। हामी हस्पिटलबाट निस्केपछि पानीमा भिज्न त भिजेनौँ, तर पनि हामी जसो तसो गरेर घरमा आइपुग्यौँ।